आज हामी जाँदैछौँ गण्डकी इको भिलेज जुन रहेको छ कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित बुजुङ खोलामा। पोखरा लेकसाइडबाट करिब 20 किलोमिटरको दूरीमा अवस्थित यस ठाउँमा पुग्नलाई हामीलाई 45 मिनेटको यात्रा गर्नु पर्यो। भन्नुपर्दा प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त र मनोरम दृश्यको साथमा रेनबो ट्राउट फार्मको अवलोकन तथा मिठो माछाको स्वाद लिन पनि सकिन्छ। यदि तपाईहरू पनि पोखरा आसपास हुनुहुन्छ अथवा पोखरा घुम्न आउने सोचमा हुनुहुन्छ भने यस गण्डकी इको भिलेज पनि भिजिट गर्न नबिर्सिनुहोला। माछा त देखेको युट्युब च्यानललाई पनि लाइक, सब्स्क्राइब र सेयर गर्न नबिर्सिनुहोला।